अब हामी सर्ट राउन्ड हानिदिन्छौँ त्यहाँदेखि हाम्रो धेरै काम छ यी चढाउने कति हामी जाजरकोटदेखि पसिना भइसक्यो अब कति ग्यासमा बस्ने ल अब चाहिँ हामी यहाँ हाम्रो घरदेखि माथि मन्दिर जान लाग्यो ठुल्बाको घरमा होइन मन्दिर सबैजना हाम्रो आन्टी सासूहरू फुपू सासूहरू मेरो हेलो हेलो गर्दै हेलो कलर म्याचिङ भएछ त दुई बाउ छोरीको मेरो बुहारीहरू रोटी बेल्दैछन् यता चाहिँ रोटी हाम्रो प्याक यता बन्दैछ त्यहाँ पाक्दैछ यता चाहिँ हाम्रो प्याकिङ हुँदैछ ए टन्नै छौँ हामी त यता यता पछाडितिर एउटा ग्रुप त हिँड्ने रहेछ ल अन्जुकोमा हालिदिउँ ल मेरो छोरी र सासू पनि नानु कुन्टु हेलो एभ्रिवान नमस्ते सबैजनालाई वेलकम माई युट्युब च्यानल आज चाहिँ हाम्रो सबै फ्यामिलीहरू हाम्रो कुलपूजा मान्नलाई हाम्रो औल घर जान लाग्यो अनि हाम्रो सबै रिलेटिभ्सहरू पनि त्यहाँ आइसिन्छ होला सबैजना सानो बच्चा लिएर जान लाग्यो अब मेरो छोरीको चाहिँ फर्स्ट टाइम हो नि त यो कुलपूजा पनि मैले बिहे गरेदेखि आई थिङ्क फर्स्ट नै हो जस्तो लाग्यो मलाई फर्स्ट अनि मेरो छोरीको पनि फर्स्ट ठ्याक्कै टिका लगाउनु पनि मिल्छ मन्दिर जानु मिल्छ कस्तो लक्की रहेछ मेरो छोरी उसको चाहिँ फर्स्ट टाइम हो त्यही भएर म जान लाग्यो मेरो बुढा म अनि छोरी चाहिँ उसको मेरो छोरीको फर्स्ट टाइम भएर हामी पनि जान लाग्यो नभए मम्मी मात्रै बाबा मात्रै गयो भइहाल्थ्यो अनि हाम्रो सबै आफन्तहरू त्यहीँ गइसिन्छ बाँकी भएको सबैजना त्यहीँ गइसिन्छ होला म सकेसम्म सबै देखाउन ट्राई गर्छु अब गर्मी छ होला कति धेरै मान्छे बच्चासँग अब कतिसम्म देखाउन मिल्छ सबै त सक्दिनँ म जति सक्छु सबै राखिदिन्छु हेर्नु होला लास्टसम्म त्यस्तै छु नि एभ्रिवान ए गरौँ न यसरी हेर त साना यो चाहिँ मेरो छोरीको ड्रेस हो है ऊ मन्दिर जाँदा यो ड्रेस लगाएको छ उसको मन्दिरमा लगाउनु चाहिँ अर्कै वान पिस राखिदिएको छु मैले ला सुज त निस्कायो तिमीले सुज खाने अफोटा खै आइजाउ मसँग मामसँग बसेर देखाउने सबैजनालाई हाम्रो युट्युब फ्यामिलीलाई देखाउने उसले चाहिँ सुज नै खाइसक्यो साथीहरू म ब्यागदेखि देखाउँछु ल यो चाहिँ मेरो छोरीको ड्रेस भयो यो चाहिँ मेरो भयो मन्दिर जानलाई अनि हामीले मन्दिर लगाउनलाई पनि एउटा एउटा एक्स्ट्रा ड्रेसहरू राखेको छौँ नानुलाई चाहिँ 3-4वटा ड्रेस राखिदिएको छु मैले उसलाई बच्चालाई चाहिरहेको छ नि त मैले चाहिँ एउटा ड्रेस राखेको छु मैले मेरो सासूले अनि मेरो बुढाले मेरो छोरोले अरू चाहिँ रेडी हुँदै हिँड्छ मेरो छोरीको नगरौँ न सानो नचाहिन्छ नि हो हेर्छ त्यहाँ क्यामेरामा उसले टोपी लगाउनै मान्दैन क्या टोपी लगाउनै मान्दैन हेयर ब्यान्ड टोपीहरू यस्तो निकालिदिन्छ अब के गर्ने उसको ड्रेसहरू यस्तो छ मेरो यस्तो छ ऊ चाहिँ आफ्नो मन्दिर कुलपूजा त्यही पनि फर्स्ट टाइम जान लाग्यो लक्की रहेछ साथीहरू उसको फर्स्ट टाइम ठ्याक्कै लक्कीले मिलिहाल्यो संजोगवश अब हामी चाहिँ सानो बच्चासँग जाँदैछौँ अब सबैजना मान्छे पनि होइसिन्छ होला त्यही भएर के कति सकिन्छ सबै देखाउनु ट्राई गर्छु म अब यतिकै पनि गाह्रो हुन्छ नि त बच्चाहरूसँग सकेसम्म देखाउँछु म हाम्रो पूजा कस्तो हुन्छ लास्टसम्म हेरिदिनु ल जाने यसो कोर्जारी कोचाने कुल देउता मान्नलाई चाहिँ हाम्रो जाजरकोटदेखि हाम्रो फ्यामिलीहरू घर जानहरू सबै आउँछौँ बुहारी भदै बुहारी बहिनी भावतीहरू अनि हाम्रो माइला बुवाको घरको चाहिँ बुहारी पटेहरू हाम्रो माइली बाबुको घर कोर्जारी हाम्रो कोर्जारी माइला बुवाको औलगर हो यो औलगर कोर्जारी भनेको माथि कोटो हो यो औलगर हो यसलाई हामीले औलगर भन्छौँ अनि हाम्रो ठुलो बुवाको घर चाहिँ अब तल छ अनि ठुलो बुवाको छोराको घर माथि छ लान्छ केही भन्नु छ 2-4 शब्द कता गयो ल हामी चाहिँ अब हामी यो के अरे मन्दिरमा गएको मान्छेहरूको लागि खाना बनाइरहेको छौँ होइन यो चाहिँ हामीले मसला पिस्दै होइसिन्छ यता मेरो दिजुले यहाँ सब्जी बन्दैछ यता हाम्रो आलु भइहाल्यो
प्याज फुराइरहेको छु म। यता मेरो आन्टीले रोटी पकाउँदै बिसिन्छ। पसिना भइसक्यो अब कति ग्यासमा बस्ने। अब कहिलेकाहीँ लोकल तरिकाले भइरहेछ हाम्रो। यता चाहिँ मेरो सासू भर्खरको जवानी सासूले रोटी बेल्दै बिसिन्छ। हामी चाहिँ रमाइलो गर्दै कहिलेकाहीँ यस्तो रिलेटिभ्सहरू गेट टुगेदर गर्दा रमाइलो हुने बसिरहेको थियो, तर अवस्था नाजुक छ। यता चाहिँ सब्जी पाक्दैछ। एउटा चुलोमा सब्जी बन्दैछ। हाम्रो बुढोहरू रातिको 10 बजे माथि मन्दिर गएर हाम्रो पुरानो मन्दिरदेखि मेहनत धेरै छ। देउता सार्ने भनेर हजुर ल कहाँदेखि आएको त? हामी जाजरकोटदेखि। ए हो, जाजरकोटदेखि हाम्रो कुल पूजा रोटी बनाउँदैन। कुन ठाउँ पर्यो यो? हाम्रो औल घर खास देउता मान्ने त माथि छ अलि मन्दिर। पिठो सिटो मुस्दैछौँ। बाहिर पानी परेर बाहिर पानी देखाएको छ नि। पानी परेर त्यो पानी परेर चाहिँ हाम्रो यो ल मेरो भदै बुहारी, मेरो जेठी बुहारी, मेरो कान्छी बहिनी, प्यारी छन् मन परेकी कान्छी बहिनी, अनि मेरो भतिजाको छोरो नाति मेरो। अब सबैजनालाई उता हाम्रो को हिँड्छ सबै फ्यामिलीलाई देखाइदिन्छ। जाजरकोटदेखि हाम्रो चाहिँ भाइहरू चाहिँ कुल पूजा मान्नलाई आइराखेका छन्। यो औल घर हो यो हाम्रो कोरजारीको औल घरमा। ए भतिजो मेरो कान्छो भाइ, ए नातिनी मेरो अब जेठी बुहारीभित्र ऊ हाम्रो आन्टी माइली आन्टी जिउला तल ए बुहारी। ऊ अर्की मेरो भतिजी उछिन् ए कान्छी बुहारी यहाँ चाहिँ नि मेरो अब देखा ल यसैलाई पर्दा ल मेरो फुपू पनि आउनुहुन्छ यता। ल अब चाहिँ हामी यहाँ हाम्रो घरदेखि माथि मन्दिर जान लाग्यो, ठुल्बाको घरमा होइन। मन्दिर सबैजना हाम्रो आन्टी सासूहरू, फुपू सासूहरू, मेरो सासू, हामी चाहिँ सबैजना माथि जान लाग्यो। हामी चाहिँ जाँदैछौँ यहाँदेखि। ल हाम्रो सबै रिलेटिभ्सहरू यति छन्। पानी परेर यस्तो राम्रो भ्यू देखिरहेछ। ल मामा कस्तो लागिरहेछ? एकदम राम्रो। राम्रो पनि गर्मी। हाम्रो घरको कुलदेवता पुज्न आएको। हजुर, अनि भगवानको शक्ति हुन्छ। हाम्रो भगवान चाहिँ यहाँ सुतिरहनु भएको। टिपेर ल्याइसो रे अमराई होइन, यो चाहिँ हाम्रो अचारमा राख्ने रामराई लिएर आइस्यो। हामी ग्रुपमा घरको सन्तानहरू सबै यसरी भेट हुनुपर्छ। अब बेला मौकाले मात्र भेट हुन्छौँ हामी, सधैँ सधैँ भेट हुँदैन हाम्रो। पुनी बिहे यस्तो यस्तोमा मात्रै भयो। त्यही भएर हामी चाहिँ सबैलाई अझै माथि टोलीहरू केटा टोलीहरू चाहिँ माथि उसिन्छ, सबैलाई देखाउँछौँ। अब हाम्रो पूजा के कस्तो हुन्छ। आधी उधी त हिजो भइसक्यो, माथि मन्दिरदेखि तल मन्दिर लिएर आउने। के भयो त्यो पनि एड गरिदिन्छु म, लास्टसम्म हेरिदिनु होला। स्टे ट्युन्ड एभ्रीवान। यो चाहिँ हिजोको भयो है, यो हिजो पूजाको पहिलो अघिल्लो दिनको भिडियो थियो। यो चाहिँ एड गरिदिएको मैले। र हाम्रो ग्रुप त्यहाँदेखि निक्लिसक्यो बच्चा बोकेर। जो पानी खाएर यता पछाडि। हामी चाहिँ यहाँ ठुल्बाको घरमा आएको। यो हाम्रो पुजारीको घर भयो। यो हाम्रो पुजारी ठुल्बाको घर। मामु यता आइसु न। यहाँ चाहिँ हाम्रो पुजारी बुवा भइसक्यो। ल ठिक छ। ल
मेरो पुन्टु पनि उठिसक्यो अहिले त। गुड मर्निङ छोरा। अब चाहिँ मेरो सानो फर्स्ट टाइम कुल पूजामा आउनु। फर्स्ट टाइम हो यिनको लक्की रहेछन् मेरो छोरी। भेट्टाइहालिन्। त्यही भएर यति सानो बच्चा लिएर आएको झन्झट भयो बहुत धेरै। सबै बच्चाकै ग्रुप छ त्यही भएर पनि दुःख पाइयो किन क्यामेरा हेर्नु मन छ। हेलो गर्दैछु। हेलो हेलो गर्दैछु म यहाँ गरेर त सोचेँ हाम्रो मन्दिर चाहिँ ल हाम्रो मन्दिर चाहिँ हो। अब हामी सर्ट राउन्ड हानिदिन्छौँ त्यहाँदेखि हाम्रो धेरै काम छ। यी चढाउने कति धेरै यहाँ छ यसरी। अब चाहिँ हामी एकछिनमा आउँछौँ ल। यो सबै हाम्रै सन्तान हो है साथीहरू। बिचमा बसेर सबैलाई अब तिमी त सबभन्दा कान्छी। यो चाहिँ हाम्रो मन्दिरमा के हो यो राख्ने काम भइरह। बियन्सु हेलो हेलो गर्दै हेलो। कलर म्याचिङ भएछ त दुई बाउ छोरीको। हामी चाहिँ सबैजना कति धेरै ग्रुप हाम्रो सन्तान त धेरै रहेछन् हामीलाई थाहा थिएन है। धेरै छौँ एकदम डाँडा काँडा ढाकिसक्यो हाम्रो सन्तानले। अब चाहिँ मनाउनु पर्छ। टोपा लाका भन्छिन्छ। ए यहाँ मनाउने मनाइराख्नु भएको। हेलो गाइस कटिङ ए माने ल पुजारी बाजे कहाँदेखि माने क्या। अब त्यसले चाहिँ मानिसक्यो अझै धेरै छ नि यस्तोहरू त। अब चाहिँ यो चाहिँ हाम्रो अङ्कलहरूले चढाउँदै हिँड्छ। यो पनि भइरहेछ। फोटो कस्तो फोटो यहाँदेखि भिडियो बनाएर
नमस्ते यस्तो गर्ने अब यस्तो नमस्ते गर्ने हो यो गरिदिने है आसिन्छ राखिदिन्छौँ हाम्रो यता भइरहेको छ यता पुरी बनाउने काम ठाउँमा चुलो कति धेरै छ हाम्रो एउटा चुलो यहाँ छ एउटा त्यहाँ छ त्यहाँ कति धेरै चुलोहरू छ अनि हाम्रो अचार पनि रेडी छ मेरो बुहारी हामीले पुरी पकाइरहेको थियौँ पूजाको लागि यो हाम्रो हजुरमा आइसिन चाहिँ हाम्रो सन्तानको उहाँ औल घरको सबैजना यो हाम्रो सन्तान हो हामी चाहिँ एउटा एउटा चुलो बनाएर आफ्नो ग्रुप बनाइरहेको थियौँ रोटीहरू अचार त्यो चढाउनलाई प्रसादहरू बनाइरहेको थियौँ सबैले आफ्नो ग्रुप बनाएर यता बन्दैछ त्यहाँ पाक्दैछ यता चाहिँ हाम्रो प्याकिङ हुँदैछ यो चाहिँ हाम्रो सन्तान हो डाँडा काँडा भरिसक्यो हाम्रो सन्तानले ढाकिसक्यो यता थाहा थिएन हामीलाई यति सन्तान छौँ भनेर मेरो जेठीले हाई गर्दैछ नि सबैजनाले सबैले हाई गर्दैछ यताको ग्रुप ल हेलो ए टन्नै छौँ हामी त यता यता पछाडितिर एउटा ग्रुप त हेर्ने रहेछ ल अन्जुकोमा हालिदिउँ ल राम्रो हाई गर्दैछ हजुरहरूले पनि ल यता चाहिँ हाम्रो मन्दिर भइहाल्यो यो चाहिँ हाम्रो केटाहरूको ग्रुप यता छ मेरो छोरी र सासू पनि नानु कुन्टु यता चाहिँ हाम्रो पुजारी ठुलो केटाहरूको ग्रुप यता यो मेरो बडो चाहिँ यहाँ माथि उसिन्थ्यो टपमा ल साथीहरू म चाहिँ घर पुगिसकेँ अब मैले भनेको थिएँ नि सबै राख्छु भनेर के अब नानीलाई गर्नु भएर मैले आधा उधी मात्रै राख्न भ्याएँ हामीले खाएको कति रमाइलो गर्दै प्रसादहरू खाएको फर्किँदा फेरि कति रमाइलो भइरहेको थियो के पनि राख्न भ्याएन मैले अब त्यही भएर जे जति छ मैले जे जति राख्न भ्याएँ त्यो चाहिँ मैले पोस्ट गरिदिन्छु अब हजुरहरूलाई हेर्नु मन हुन्छ भने मेरो अन्जु साईमा गएर युट्युबमा सर्च गरेर हेरिदिनु होला अब आफ्नो मेन कुल पूजा हो हामी कुल पूजालाई गएको हो त्यहाँ अब आफ्नो देउता सम्झेर गएको हो नि त त्यही पनि अब राख्यो भने मेमोरी भइहाल्छ कि भनेर भने अब आधा उधी मात्रै भयो कि भ्याउँदै भ्याएन भ्याएसम्म गर्नु त हो नि होइन अब त्यही पनि ठिकै छ मैले उहाँ भिडियो इन्ड गर्नु नपाएर यहाँ आएर भ्लग इन्ड गरिरहेको छु थ्याङ्क्स फर वाचिङ गाइज बाई बाई